आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन कुनै पनि देशका लागि कि त सपना बन्न सक्छ कि त श्राप। त्यो हो प्राकृतिक स्रोत। आखिर कसरी प्राकृतिक सम्पदाको खानीलाई देश विकासको सुनौलो अवसरमा बदल्न सकिन्छ त? ल आउनुहोस् यसमा अलिक गहिरिएर हेरौँ। एकछिन सोचौँ न। जस्तै आजभोलि दैलेखमा मिथेन ग्यासको ठूलो भण्डार हुन सक्ने खबर आइरहेको छ। यस्तो खबर सुन्दा त मनमा एउटा आशा जाग्छ, होइन? लाग्छ देशले कुनै ठूलो चिट्ठा नै जित्यो। तर के यो साँच्चै त्यति सजिलो छ त? हो, सुरुमा त प्राकृतिक स्रोत भेटिनु भनेको देशले एउटा ठूलो चिट्ठा जिते जस्तै हो। यसले रातारात देशको काया पलट हुन्छ भन्ने सपना देखाउँछ। सबैतिर एउटा उत्साहको माहौल बन्छ। अब त गरिबी अट्छ, राम्रा बाटा, अस्पताल, स्कुल बन्छन् र सबैको जीवनस्तर सुध्रिन्छ भन्ने आशाहरू पलाउँछन्। यो त देशलाई विकासको नयाँ उचाइमा पुर्याउने एउटा सुनौलो अवसर जस्तो देखिन्छ। हो, अब कुरा यहीँनिर अलि गम्भीर हुन्छ। किनभने विश्वभरका उदाहरणहरू हेर्ने हो भने प्राकृतिक स्रोतको खानी भेट्टाएका धेरै देशहरू धनी हुनुको साटो झन गरिब, अस्थिर र भ्रष्ट पो भएका छन्। आखिर कसरी यो मिठो सपना एउटा डराउलाग्दो यथार्थमा बदलिन्छ? हो, यो समस्यालाई बुझ्न हामी एउटा एकदमै महत्त्वपूर्ण सिद्धान्तको बारेमा कुरा गर्दैछौँ, जसलाई भनिन्छ द प्याराडक्स अफ प्लेन्टी, अर्थात् प्रचुरताको विरोधाभास। यो अवधारणा टेरी लिनकालको यही नामको पुस्तकबाट आएको हो। उहाँले तेल र खनिज जस्ता स्रोत भएका देशहरूको अवस्थालाई एकदमै गहिरोसँग अध्ययन गरेर यो अचम्म लाग्दो तर साँचो सिद्धान्त अगाडि सार्नु भएको हो। सुन्न अलि उल्टो लाग्छ, होइन त? धेरै सम्पत्ति भएपछि त विकास पनि धेरै हुनुपर्ने हो। तर वास्तविकतामा त ठ्याक्कै उल्टो देखिन्छ। भएकै सम्पत्तिले विकासलाई रोकिदिन्छ। अब यो कसरी हुन्छ त्यो हेरौँ। लेखक एडवार्डो गालियानोको यो भनाइले स्रोतको श्रापको तीतो यथार्थलाई छर्लङ्ग पार्छ। सोच्नुस् त, प्राकृतिक सम्पत्ति नै गरिबीको कारण बन्न सक्छ भन्ने कुरा आफैमा कति ठूलो विरोधाभास हो। ल, अब यो विरोधाभासको पछाडि के मेकानिजम छ त्यो बुझ्ने प्रयास गरौँ। तेल वा यस्तै कुनै प्राकृतिक स्रोतमा पुरै निर्भर हुने राज्य, जसलाई पेट्रोस्टेट पनि भनिन्छ, त्यो कसरी यो श्रापको चक्रमा फस्छ त? यो चक्र एकदमै खतरनाक छ। हेर्नुहोस् है, जब सरकारलाई तेल वा ग्यास बेचेर सजिलै पैसा आउन थाल्छ, उसलाई जनताबाट कर उठाउनु पर्दैन। अनि जब जनताले कर तिर्नु पर्दैन, उनीहरूले सरकारसँग हाम्रो पैसा कहाँ खर्च भयो भनेर प्रश्न पनि गर्दैनन्। अनि के हुन्छ? राज्यको ढुकुटीमा पहुँच भएकाहरूले उत्पादन गर्ने होइन कि राजनीतिक पहुँच लगाएर पैसा कमाउन थाल्छन्। यसले गर्दा देशको वास्तविक अर्थतन्त्र नै धराशायी हुन पुग्छ। यो रेन्ट सिकिङ भनेको के हो भने मेहनत गरेर नयाँ उद्योग खोलेर कमाउनुको सट्टा शक्तिको दुरुपयोग गरेर सरकारी ढुकुटीबाट पैसा तान्ने प्रवृत्ति हो। यस्तो भएपछि उद्योगीहरू पनि नयाँ फ्याक्ट्री खोल्नुभन्दा नेता र कर्मचारीलाई मिलाएर ठेक्कापट्टा र लाइसेन्स लिनतिर लाग्छन्। अनि यो रेन्ट सिकिङ र कमजोर जवाबदेहिताको अन्तिम परिणाम एकदमै भयानक हुन्छ। देश आर्थिक रूपमा टाट पल्टिन्छ, राजनीतिमा अपराधीकरण बढ्छ, भ्रष्टाचारले जताततै जरा गाड्छ, धनी र गरिब बीचको खाडल झन्झन बढ्छ र अन्तमा देश चलाउने संस्थाहरू नै कमजोर र निकम्मा बन्न पुग्छन्। तर के यो श्रापबाट बच्ने कुनै उपाय नै छैन त? अवश्य पनि छ, र यसको सबैभन्दा राम्रो उदाहरण हो नर्वे। नर्वेले पनि समुद्रमा विशाल तेल र ग्यासको भण्डार पत्ता लगायो, तर ऊ यो श्रापमा फसेन, बरु उल्टै संसारकै धनी देशहरूमध्ये एक बन्यो। यहाँ हेर्नुहोस् त, दुई मोडल बीच कति फरक छ। जहाँ धेरैजसो देशहरूले पैसा आउने बित्तिकै जथाभावी खर्च गरे, नर्वेले त्यसलाई बिस्तारै र योजनाबद्ध रूपमा प्रयोग गर्यो। उनीहरूसँग पैसा आउनुभन्दा पहिलेदेखि नै बलिया र पारदर्शी संस्थाहरू थिए। जस्तै उनीहरूले तेलबाट आएको पैसालाई सिधै बजेटमा हालेनन्, बरु त्यसलाई भविष्यका पुस्ताका लागि एउटा छुट्टै कोष, सोभरेन वेल्थ फन्डमा जम्मा गरे। यही कोषले भ्रष्टाचार रोक्यो र अर्थतन्त्रलाई स्थिर बनायो। नर्वेका एक पूर्व प्रधानमन्त्रीको यो भनाइले उनीहरूको सोच कति फरक र दूरदर्शी थियो भन्ने कुरा छर्लङ्ग पार्छ। उनीहरूले हतारमा निर्णय गरेनन्, बरु धैर्य र विवेकलाई अपनाए। छिटो कमाउने लोभले दीर्घकालमा विनाश निम्त्याउन सक्छ भन्ने उनीहरूलाई राम्रोसँग थाहा थियो। त्यसो भए नर्वेको सफलता र अरूको असफलता बीचको मुख्य फरक के रहेछ त? यसको एउटै जवाफ हो राज्यको क्षमता, अर्थात् बलिया संस्थाहरू। यो नै आजको हाम्रो छलफलको सबैभन्दा महत्त्वपूर्ण निचोड हो। पैसा आइसकेपछि असल संस्था बनाउँछु भन्नु लगभग असम्भव हुन्छ।
यदि देशमा स्रोतको भण्डार पत्ता लाग्नुभन्दा पहिले नै बलिया, पारदर्शी र जवाबदेही संस्थाहरू छन् भने मात्र त्यो देशले स्रोतको श्रापलाई वरदानमा बदल्न सक्छ। बलिया संस्थाहरूले एउटा बलियो ब्रेकको जस्तो काम गर्छन्। उनीहरूले सरकारलाई जथाभावी खर्च गर्नबाट रोक्छन्, स्रोतको बाँडफाँडमा हुने राजनीतिलाई व्यवस्थापन गर्छन् र कुनै गल्ती भइहाल्यो भने त्यसलाई तुरुन्तै सच्याउने बाटो देखाउँछन्। ल, अब हामी अन्त्यतिर आइपुग्यौं। फेरि त्यही सुरुको प्रश्नमा फर्कौं। प्राकृतिक स्रोतको खोज देशका लागि वरदान हो कि श्राप? तेल उत्पादक देशहरूको सङ्गठन ओपेकका एकजना सहसंस्थापकले तेलबाट आउने धनलाई शैतानको विष्टा भनेका थिए। किनभने यो सम्पत्तिले प्राय लोभ, भ्रष्टाचार र द्वन्द्व मात्रै लिएर आउँछ। तर खुसीको कुरा के हो भने यो कथाको अन्त्य निराशाजनक नै हुनुपर्छ भन्ने छैन। स्रोतको श्राप कुनै भाग्यले लेखेको कुरा होइन, यो केवल खराब नीति र कमजोर संस्थाको परिणाम हो। त्यसैले सही नीति र बलिया संस्था बनाएर यो श्रापलाई तोड्न सकिन्छ। यो हाम्रो आफ्नै हातमा छ। त्यसैले दैलेखमा भेटिएको सम्भावना होस् वा देशको कुनै पनि कुनामा रहेको स्रोत, यो एउटा अवसर मात्र होइन, यो हाम्रो राष्ट्रिय चरित्र र हाम्रा संस्थाहरूको क्षमताको एउटा कठोर परीक्षा पनि हो। अब प्रश्न यो छ कि के हामी यो परीक्षा पास गर्न तयार छौं त? यो विषयमा एकपटक सोचौं।